तपाईले आजसम्म आकाशमा बादल देख्नु भएकै होला। हवाई जहाजमा यात्रा गर्दा प्लेनको झ्यालबाट बादललाई एकदमै नजिकबाट देख्न सकिन्छ, तर तपाईले त्यसलाई छुन सक्नुहुन्न। बादललाई छुदाको वास्तविक अनुभव कस्तो हुन्छ यसको केवल कल्पना मात्र गर्न सकिन्छ। धेरै प्याराग्लाइडरहरूले यो अनुभव गरेका छन्, तर आम मानिसका लागि यो कल्पनामा मात्र सम्भव छ। तर भारतको उत्तर प्रदेशको प्रयागराज स्थित कटका गाउँका मानिसहरूले आफूहरूले बादल छोएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा एउटा भिडियो यति बेला भाइरल भइरहेको छ। यो भिडियोमा आकाशबाट सेतो कपास जस्तो आकृति भुइँमा खसिरहेको देखिन्छ। कपासको टुक्रा जस्तो देखिने यो चीज बिस्तारै भुइँमा खसेको देखिन्छ। त्यसपछि धेरै मानिसहरू त्यसको नजिक पुग्छन्। एक स्थानमा मात्र होइन, ठाउँ ठाउँमा त्यस्तो बादल जस्तो वस्तु देखिएको छ। कोही त्यसलाई छुन खोज्दै गरेको पनि देखिन्छ। त्यही बेला हल्ला खल्ला हुन्छ। गाउँका वृद्धहरूले त्यसलाई नछुन सल्लाह दिन्छन्। उनीहरूका अनुसार त्यो सेतो चीज वास्तवमा बादल थियो, जुन आकाशबाट तल खसेको थियो। तर के यो साँच्चै सत्य हो त? कटका गाउँकै बासिन्दाहरूले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए, जहाँबाट यो भिडियो भाइरल भयो। नेपालमा पनि सामाजिक सञ्जालमा यो अहिले भाइरल भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यो घटना 2 दिन अघि 24 जुनको भएको बताइएको छ। तर जब यो भिडियो शेयर गरियो त्यसपछि घटनाको समयमा त्यही उपस्थित केही गाउँलेहरूले यो कुनै बादल नभएको बताएका छन्। उनीहरूका अनुसार यो नजिकैको नदीमा बनेको फिज थियो, जुन हावाका कारण उडेर खेतमा आइपुगेको थियो। देख्दा यो साँच्चै बादल जस्तै देखिन्थ्यो, तर यो बादल थिएन। फेसबुक, इन्स्टाग्राम र एक्स, पहिलेको ट्विटर जस्ता प्लेटफर्महरूमा यो भिडियो निकै तीव्र गतिमा भाइरल भइरहेको छ। जहाँ धेरै मानिसहरू वास्तविकता नबुझी यसलाई शेयर गरिरहेका छन्, त्यही धेरैले कमेन्टमा यसको सत्यता उजागर गरिरहेका छन्। सामाजिक सञ्जालमा जानकारीको अभावमा वा जानी जानी यस्ता झुटो समाचार, फेक न्यूज फैलाइन्छ। यद्यपि फेक न्यूज जाँच गर्नका लागि धेरै साइटहरू छन्, तर